नमस्ते, मेरो नाम अब्दुल रजाक मन्सुरी हो, जसमा तपाईँ मेरो डिस्प्लेमा हेर्न सक्नुहुन्छ। हामीले यो घर कलर गरेको मेरो ब्याकग्राउन्डमा जुन हेर्नुभयो र माथि अनि हामीले अब त्यो टपमा सेतो प्राइमर लगाएको छु अनि त माथि गर्ने तल पनि गर्ने हो हैन। अब हामीले अब त्यो भित्र चाहिँ कस्तो डेकोरेसन हुन्छ, बाहिर कस्तो भएको छ हैन, यो हेर्नु। हामीले भित्र पनि देखाउने छु यो भिडियोमा, जसमा तपाईले अब हामीले जतिखेर हामीले प्रयोग गर्दा तपाईको बाहिर 2 तल्ला 3 तल्ले हैन, अब खाड बान्नु पर्छ। बाँसको खाड भयो भने फलामको भयो भने यसरी हामीले बानेर कलर गर्ने छौं हैन। अब यो अब घरपट्टिको चोइसको अनुसारले हुन्छ कलर हैन, हाम्रो इच्छा पनि हुँदैन। हामीले भन्ने हो यो कलर लगाउनु, यो राम्रो हुन्छ हैन। अब घरपट्टिको अब फ्यामिली मेम्बरको अनुसारले हामीले गर्ने हो हैन। अब हामीले जुन गरेको छु यो फ्यामिलीको मेम्बरको अनुसारले गरेको छु, जसमा तपाईँ हेर्नुभयो। अगाडि लाइनिङ हेर्नु के सबभन्दा प्रोफेसनल भनेको पर्फेक्ट भनेको लाइनिङ हुनुपर्छ हैन। त्यो ब्रसको लाइन एकदम क्लियर हुनुपर्छ। र हामीले जुन कलर यसमा गरेको छु, सिलिङ लगायत तपाईको जुन वालको डेकोरेसन हैन। अनि तपाईँ किचनमा हेर्न सक्नुहुन्छ, यो किचन भयो, घरपट्टिको किचन फर्स्ट फ्लोर। अनि जस्ट साइडमा बाथरुममा हेर्नु सेतो र वालमा चाहिँ कलर गरेको छु। अब यसरी हामीले सिडीमा जुन फलामको यो लगाएको छ रेलिङमा हामीले पनि यस्तो कलर गरिदिएको छु अब हैन। एकदम हाम्रो अगाडि हेर्नु यस्तो कि बवाले गरेछु कि अब यसो मोबाइलको क्यामेराको अलि कमजोर भएर हो सायद। तपाईँ रियलमा हेर्नु भयो भने एकदम झकास भएको छ हैन। अब हेर्नु हामीले अब जुन व्यवसाय गरेको हामीसँग प्रमाणित छ हैन। अब तपाईहरुले पनि गराउन हुन्छ भने सम्पर्क गर्नु है।